र आज चाहिँ हाम्रो किदुकमा डोमाको पूजा गरिरहेको छ है। र म त्यहाँ सघाउनु गएको आज। र हाम्रो घरदेखि चाहिँ तल पर्छ, उँभो छ, चिसो छ। नाइन्टिन 29 बनेको स्कुल र हाम्रो जुन चाहिँ किदुक छ त्यो चाहिँ स्कुलको अलिक छेउमै छ। यो चाहिँ हाम्रो किदुक हो। माथि यो चाहिँ के हो, चेसम हो, माथि यो पाएको है। यो माथिको जुन चाहिँ चेसम हो त्यो माथिको हो। अनि यो जुन चाहिँ देख्दैछ यहाँ ब्यानर एउटा लगाएको छ हेल्मो किदुक भएको, त्यो चाहिँ मेन स्टेज छ हाम्रो। अनि त्यसको मुनि चाहिँ बार छ, अनि त्यसको मुनि चाहिँ किचन छ। किदुक आइपुग्यो। यहाँ किचन छ। गुड मर्निङ अगो, मर्निङ 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 अगो, मर्निङ भनेको एकदम बिजी छ। ल आयो पर्सनल हो, यो पर्सनल। यो बोलाएको नि पहिलाको उयो हो, यहाँ चाहिँ अफिस थियो तर अहिले यहाँ स्टोर जस्तो छ। यहाँ पहिला चाहिँ यहाँ हाम्रो माथि नबनिँदाखेरि चाहिँ यहीँ नै थियो अफिस, अब अहिले यहाँ स्टोर बनाएको छ। यहाँ माथि चाहिँ अब उयो छ, यहाँ सर्टिफिकेट्सहरू छ, यहाँ हाम्रो किदुकले पाएको। लिस्ट हो को कहिलेदेखिको होइन, को प्रेसिडेन्ट, को सेक्रेटरी, को क्यासियर कहिलेदेखिको कतिसम्म बस्यो। सो यो चाहिँ लिस्ट छ 1953देखिको छ। अनि यहाँ लास्ट जुन चाहिँ थियो 2023 को र 2025 पालाम थियो, यता क्यासियरमा थियो र जेन्ट्स टोइलेट। ओके, यहाँ चाहिँ यस्तो छ हल हो। यो चियारहरू चाहिँ यो छ बारको। यहाँ माथि जाँदैछु म मेन स्टेजमा, मेन हलमा। र यो चाहिँ हिजो उयो गरेको, डेकोरेट गरेको यहाँ यस्तो छ। मेन हल हो। अब माथि जान्छु, माथि चाहिँ सेसम छ। र कतिवटा यहाँ अझै अन्डर कन्स्ट्रक्सन नै छ, कतिवटा कुराहरू बनिँदैछ, अलिकति बाहिर फिनिसिङहरू। यहाँ मर्निङ हो। हजुर हुन्छ, आउँदैछ आउँदैछ। छेगुङ आजको लागि हो, छेगुङहरू छ यता। आज बालले अफिस चाहिँ अहिले यहाँ बनाएको छ, नयाँ बनाएको।
अफिस चाहिँ यहाँ छ अहिले हाम्रो। यो माथि चाहिँ हाम्रो छैसम मेन। मर्निङ ओगो। मर्निङ। यहाँबाट चाहिँ सिनेरी त राम्रो देख्थ्यो कि धुम्बा लागिरहेको छ। वरिपरि राम्रो देख्थ्यो, धुम्बा लागेको कारणले गर्दा राम्रो देखिन। छैसम हो। आज चाहे ओ जानुको हजुर तिमीलाई कुरा भनेको छु। अहिले भरे गेस्टहरू आउँछ नि, गेस्टहरू आयो सबै आफूले राख्ने है। हाम्रो गीतको मुद्दामा चाहिँ पैसा राख्नुपर्छ हो। त्यहाँदेखि चिया चमेलो तल हो प्रिपेरेसन हुँदैछ। पूजा सुरु भयो भने चाहिँ चिया चमेलो बन्द। त्यहाँदेखि म यहाँ लामालाई सोध्छु कति र हाम्रो यहाँ मेन छैसम चाहिँ यहाँ छ। मेन छैसम हाम्रो। हेलो तासिदिले हजुर। आज ओपनिङ है यो पनि है सबै आज ओपनिङ। ए हजुर एकदम ठिक छ ल एकदम राम्रो एकदम राम्रो। क्याप्सो छुगुङ भन्ने हाम्रो छ। म तल फर्किँदैछु हो। यहाँ अर्को बाटो छ, यहाँ यो छैन अर्को बाटो। भाँडा धुनेहरू छ यहाँ हो चियाहरूको। र अघि म गएको चाहिँ उता परको बाटो हो, त्यो सिँढी भएर गएको। किचनमा गएर बेल्नु पर्छ। ए बेलिसकेछ। गुड मर्निङ सबैलाई। विशेष आज हामी यो घुमको सतौँ धर्मको पूजा गरिँदैछ। आज तारिक 18 मई 2025 आइतबारको दिनमा घुम हेर्नुमा। र विशेष आज चाहिँ यो हाम्रो स्वर्गीय धर्मगुरु थेम्पो पेम्बा शेर्पाज्यू आउनुहुँदैछ। अहिले उहाँ 10 बजी यहाँ आइपुग्नुहुन्छ। र आज विशेष उहाँले चाहिँ ढोलमाको जबहरू सबैको कलेक्सन गर्ने सङ्ग्रह गरेर उहाँले लानुहुन्छ। अनि त्यो सँगसँगै धर्मको पूजा पनि गरिन्छ। र धर्मको विषयमा पनि उहाँले प्रवचनहरू दिनुहुँदैछ। र धर्मको रुमहरू पनि उहाँले आज दिइरहनु भएछ, दिनुहुँदैछ। राम्रो चाहिँ हामीले यो कार्यक्रममा चाहिँ हामीले घुमको सबै कृषिहरूलाई हामीले निमन्त्रणा गरेछौँ। लामा हप्ता सोनार अनि आलुदम अनि घुमको स्थानीय हाम्रो समाजहरूलाई पनि हामीले निमन्त्रणा वितरण गरेछौँ। आशा छ उहाँहरूले फेरि राजमा आउनुहुन्छ भन्ने म एकदम आशावादी छु। र म चाहिँ रिन्जेनियरको एक सदस्य सदन सदस्य हुँ। धन्यवाद। र म अहिले किचन आएको छु खाजा खानु। अबले खिरको लागि प्रिपरेसन गर्नुहुँदैछ, खजुर काट्नुहुँदैछ। यहाँ अलिक काटिसक्नुभएछ। अन्त मैले यहाँ हजुर छोला रहेछ, छोला हो मलाई हालेँ। अनि रोटी माथिपट्टि मलाई याद भएन नि। बुस्याङ फाले तातो। अब खाजा खाएर त्यहाँदेखिको यता गर्नुपर्छ के खाएर खेम्पोलाई ल्याउनु जानुहुने अरे। कस्तो पैसा कस्तो पैसा नरम हातले बनाएको। अनि
अनि त्यही लानु रहेछ सब्जी उयो त्यसमा हजुर मैले गरिसकेँ ल चम्ची यहाँ छ हो कायु त्यहाँ छ प्लेट कायु यता छ नरम हातले बनाएको नरम छ भातले पनि ड्युटी स्टार्ट भयो आलु ड्युटी स्टार्ट भयो मेरो काटकुट गर्ने कामहरू छ हो यो पनि छ एउटा डेक्ची डेक्चीमा अब आलु धोएर चाहिँ काट्नुपर्छ यो चाहिँ कसको लागि भयो आलु अहिले चाहिँ म दुध ल्याउनु आएको छु यता डाकुमा 5 लिटर दुध कस्तो भइसक्यो यहाँ म यहाँ यहाँको यस्तो छ यहाँ मुनि रोडदेखिको मुनिको गाउँ हो यो चाहिँ यो रोडदेखिको माथि गाउँ हो यो रोडदेखिको मुनिको गाउँ पुरानो हो नि दिन अलिक राम्रो भएको छ हो अलिक खुलिँदैछ दिन अन्त क्याम्पमा आउनुपर्छ त है हाम्रो तल हो माथि Hello. Where were you? You must see Kilambo. धर्मशालामा गएको थिएँ नि हाम्रो कालेबुङबाट दलेलामालाई टेन्ट सुट चढाएको थियो त्यति बेला उहाँलाई हामीले यो टोपी हाम्रो टोपी चढाएको देख्ने
Amrita Bishodana is so Malasam Chimdana is Oha. 이게 선발이에요. 이게 선발이에요. Hello. Hello. You again? Hello. Amitabha. Me, 나왔죠. Amitabha. Amitabha Buddha. 맞습니다. Amitabha Buddha. 이제 뭐 받침 그리울라. 이제도 배우려. Center, West. 이제 도저히 दक्षिण साउथ लो अब यो चाहिँ नि यसो राख्नु यहाँ यसो त्यसरी गरेर ल यो चस्मा ओरिजिनल हटेको अनि सम्पत्ति टेबल कुर्सी भाँडा बर्तन अगडा बगडा यो सबै तपाईँ हामीले गरेर हुँदैन अघि भनेको जस्तो कुरा नै हो कहिले पनि ह्यान्डिङ छैन भने जस्तो छैन नै एक दुई शब्द बोलिदिनुस् हो त गाउँमा मान्छे आउँदै पर्छ होइन उब्किएको छु सबै उब्किएको छु सबै उब्किएको पहिलादेखि कोही ह्यान्डिङ भन्यो भनेदेखिलाई अब रिसाउँछ भनेन भने काम चल्दैन भाइ यहाँ डिल गर्ने चाहिँ छ मान्छे डेन्जरै छ डिल हामीले जति नै भन्यो केही पनि नसकेपछि डिल गर्नुपर्छ डिल क्या डिल अरू त पहिला त्यो मिटिङमा म माझी थिएँ नि त
करेला फ्राई आलु यस बाहिर यस्तो छ यहाँ पानी गरेपछि पानी खनाउनु पर्छ यहाँ कोही छैन अहिले सबै माथि जानुभयो अब तुझे सजे रिसो तो शिजे मितो दिजे पुंजो बासरजे लंबो पोटल सिलाइ हुँदैछ सनी पोटल करी बनाउनको निम्ति हाम्रो भाइले धमाधम पोटलको गुदी निकाल्दैछ Sani apa? Praktis गर्दै गर याकै जरो पुग्यो या बाजे पुग्यो पकाउँदै रहनु फाइनली यो सकियो उसको गुदी निकेछ गएर सक्यो अब सक्यो अब औ के खाएको बिहानको ब्रेकफास्ट अहिले 11:30 बजे खाँदैछु लन्च कहिले गर्ने अन्त बस त्यही पानीहरू यहाँ पकाएको पनि खिच्दिउँ न अब अहिले सक्यो अलिक है अलिक फ्री भयो र म यहाँ खिर खाँदैछु अहिले लन्च ब्रेक अब लन्च ब्रेक भइरहेको छ है लन्च ब्रेक भइरहेको छ यता हजुर लन्चमा खिर फिङ्गर पापड करेला फ्राई आलुको छ यो भाग्चे भन्छ यो आलुको अन्त यो पोटल ए हो र के खाएको के खाने तिमी भात फेभरेट पोटल पोटल मनपर्छ पोटल पोटल मनपर्छ पोटल फेभरेट होइन पोटल तिम्रो मेमै हाम्रो ओल्डेस्ट मेम्बर किदुकको
अब आफ्टर लन्चको प्रोग्राम छ मेमे आउनुभयो यता बिहान अघि जुन चाहिँ गरेको त्यो चाहिँ अलिकति अब धोत्रोको मैले 3वटा भने नि होइन एउटा चाहिँ सबसे लामोमा चाहिँ अघि हामीले पढेको त्यो हो त्यसको अलिकति छोटकरीमा चाहिँ त्यो भित्रको 21वटा ताराको स्तुति मात्रै यो चाहिँ हामीले अन्त उहाँको 21वटाको गुण उहाँको क्वालिटी अलग्गै त्यस्तो हुन्छ अब त्यसमा अब अहिले हामीले अलिकति त्यहाँबाट अलिकति चिनेको भनौँ न अलिकति हामीसँग सम्बन्धित भएका कस्तै त्यसमा जस्तै अहिले हिन्दू पक्षबाट ल्याएका देवीहरूमा जस्तै अहिले यो सरस्वती है सरस्वती देवी छ त्यसलाई पनि यो 21वटा देवीमा एउटामा गरिन्छ हामीले याङचेनमा भनेर भन्छौँ सरस्वती अब 겨와디 뉴도다 제전로마 돌마도 기는 도와주니 데이서로 거버죠. 게임도 많죠. 고친다고 거도 못해서 되지. 대나고나 도스 조르죠. 저도 이제 서와다베도 다서마다 내서 저전에다 거버죠. 최다 다시 배워도 서 뭐래요. 예리 सबै बजस किन उतारे जप गरिसकेपछि 100 200 1000 2000 जति उच्च गरिसकेपछि चाहिँ यस्तो यस्तो मलाई यहाँनिर बताएको छ नि फिलोटेजिम भन्ने शब्द राम्रो छ तपाईलाई भनेको तपाईलाई भन्ने त कसलाई तारा देवीलाई भनेको तपाईलाई स्तुति अथवा एवं प्रार्थना गरेको फलले हामी जहाँ रहे तापनि रोग दरिद्रता लडाई झगडाहरू शान्त भई यस लोकमा धर्म अनि सुमङ्गल वृद्धि भएर जाओ भनेर यो म परिकार चाहिँ यस्तो हुनुपर्छ है मैले गरेको पुण्यले चाहिँ मैले गरेको पुण्यले चाहिँ लोकमा है संसारमा रोग बिमार दुःख कष्ट लडाई झगडाहरू शान्त भएर जाओस् र संसारमा मङ्गल र शान्ति चाहिँ छाइबसो भनेर यो चाहिँ कोही छैन बेजा सोझेक्टन बगाल पनि थियो तासी पेलबन भने तासी धा धिथर भने दोसम साजे पनि थिएन म जान शास्त्रिक छान्ने यसो युन्दु अत्यन्त बेटा सो भने अब मैले पूर्व जन्मदेखि साधना गरेको देवी भने अब यो इम्पोर्टेन्ट छ यो शब्दको लास्टको जुन चाहिँ छ नि धागे छरम भन्ने टोकेला भनेर मैले पूर्व जन्मदेखि साधना गरेको हामीले जेसेन ड्रमा नि तपाईँ हामीले अहिले यो जुनीमा तपाईँ हामीले पाठ गर्नु सक्ने उहाँको मन्त्र जप पनि तपाईँको उहाँको फोटो हेर्नु सक्ने उहाँलाई भावना गर्नु सक्ने उहाँको साधना गर्नु सक्ने उहाँको अभ्यास गर्नु सक्ने जुन चाहिँ अहिले हामीले यसरी सङ्गीत पाएको छौँ यो चाहिँ पूर्व जन्ममा हामी तारादेवीको केही कनेक्सन थियो नेटवर्क थियो होला त्यही नेटवर्कले गर्दाखेरि अहिले पनि हामीले त्यसको परिणाम त्यसको फल पाएको हो किनभने संसारमा हामी जस्तो अब धर्म मान्नेहरू लाखौँ करोडौँ जति छन् तर सबैले यो अवसर पाएको छैन तारादेवी पाठ पठाउनु गर्ने केही हदसम्म हिमालयन बेलमा रहेका मात्रै हो कतिपय मात्रै छन् यो पनि हाम्रो जम्मा पूर्व जन्मको राम्रो संस्कारले गर्दाखेरि अहिले हामीले पाएको हो त्यसले गर्दाखेरि उहाँ चाहिँ एउटा हाम्रो इष्ट देवी जस्तो हो भन्ने भएको छ अब हामी हो त्यसरी बजाएका छन् त्रिकालका सबै बुद्धहरूको कार्य गर्ने माता निलो हरियो वर्ण एक मुख दुई हात अति शान्त उत्पल लिएको माता आर्यतार भने सन्त तारादेवीको एक हात एउटा अन्य दुई हात भएको हो अन्त उहाँको के अरे देब्रे हातमा चाहिँ अन्तखेरि एउटा निलो कमलको फुल धारण गरेको फोटोमा छ नि जसको त्यो निलो कमलको फुलको नाम चाहिँ के हो उत्पल भन्छ यहाँ लेखेको छ नि उत्पल निलो र हरियो भएको फुलहरूलाई चाहिँ नि हुनु चाहिँ जात चाहिँ एउटै हो कमलको फुलकै जात हो कमलको फुलको जातमा धेरै रङ बिरङ हुन्छ हो तर यति बेला चाहिँ उहाँले चाहिँ निलो रङको कमलको फुल लिएको त्यसको नाम चाहिँ उत्पल सेम चेरीसीले पनि आर्यावर्तले त्यसरी पनि कमलको फुलै धारण गरेको हुन्छ
तर कस्तो रङको हुन्छ सेतो हुन्छ त्यो सेतोलाई चाहिँ के भन्छ भने पिण्डारिका पेमा कार्पो भन्छ नि नाम सुनेको पेमा कार्पो ओम भानी पद्मे हुम भनेको चाहिँ पद्मे चाहिँ यो पिण्डारिकालाई सेतो कमलको फुल भनेको भने पिण्डारिका भन्छ भने यता चाहिँ हामीले चाहिँ जेसु ब्रह्माले चाहिँ उत्पल धारण गरेको Om Tare Tu Tare Tu Re Soha 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 Om Tare Tu Tare Tu Re Sama sangye kunje Sate changi nirshi ma Yonje auspe nande Tashi अब मिटिङ हुँदैछ हो भातहरू उब्रेको थियो अब यो यस्तो भाडाहरू पनि त्यति छ कि ठुलो भाडा धुइहाल्नु पर्छ मैले त्यो भाँडा भयो कहाँ राख्नु पर नि त्यसलाई काठको जानेछु उहाँहरू जानुहुन्छ भन्दैछु उहाँहरू सुवर्ण लामाहरू सञ्चालन डाक्टर आउनुहुन्छ उहाँ जब जानेवाला छ उहाँहरू चाहिँ एकपल्ट उहाँलाई Guru Rinpoche, Nato Kundan Deva Kintarita, Vachaya Kunsele, Tamute, Soa Desho, Nigela, China Sire, Mate, Siwaya, Navarunir, आज दिनाङ्क 18/5/2025 दिन हाम्रो यल्मु सार्वजनिक भवनमा ढोलमा तारादेवीको पूजा भइरहेको थियो र यसो आज जति पनि हामीले भक्तजनहरूलाई निमन्त्रणा दिएको थियो र उहाँलाई निमन्त्रणा दिएको भन्दा पनि भव्य भक्तजनहरू आएर आज तिरुपतिमा भएको यो तपाईँको धर्मटालाको पूजा एकदमै राम्रो भएर साथै भव्य साथ भएर गएकोमा म तिरुपतिको तर्फबाट धन्यवाद